हामीहरूले कतिपय एप्स प्ले स्टोरबाट डाउनलोड पनि गर्छौँ र जरुरत पुरा भइसकेपछि त्यसलाई अनइन्स्टल पनि गर्छौँ। तर के तपाईँलाई थाहा छ त्यो जति पनि एप्स तपाईँले अनइन्स्टल गर्नुहुन्छ नि त्यो कम्प्लिटली तपाईँको मोबाइलबाट चाहिँ डिलिट भएको हुन्न है साथीहरू। यसको लागि के गर्नुपर्छ तपाईँलाई म जानकारी दिएछु, कहाँ गएर चाहिँ तपाईँले चेक गर्नुपर्ने हुन्छ र त्यसलाई अनइन्स्टल वा डिलिट गर्नुपर्ने हुन्छ। र यो तपाईँको एकै जग्गा गएर स्टोर भएको हुन्छ। तपाईँले जति पनि अनइन्स्टल गर्नुहुन्छ एक जग्गा गएर स्टोर भएको हुन्छ। त्यस कारणले तपाईँको मोबाइल ह्याङ हुने, मेमोरी फुल भएको कारणले ह्याङ हुने गर्छ। र कहाँ गएर चेक गर्ने हो र कसरी त्यसलाई डिलिट गर्ने हो तपाईँलाई म यो प्रक्रिया म देखाउँदैछु। आउनुहोस् मेरो मोबाइलको स्क्रिनमा, म तपाईँलाई सम्पूर्ण रूपले बताउने छु। यस क्रममा तपाईँले आफ्नो मोबाइलमा प्ले स्टोर ओपन गर्नुपर्ने हुन्छ र माथि तपाईँको प्रोफाइलमा क्लिक गर्नुपर्ने हुन्छ र म्यानेज एन्ड डिभाइस भन्ने जुन अप्सन छ टपमा त्यसमा क्लिक गर्नुहोस् र यहाँ म्यानेज अप्सन छ त्यसमा क्लिक गर्नुहोस् र यहाँ एउटा ट्याब बटन तपाईँले देख्न सक्नुहुन्छ दिस डिभाइस भन्ने, त्यसमा क्लिक गर्नुहोस् र यहाँ हेर्न सक्नुहुन्छ नट इन्स्टल, यसमा क्लिक गर्नुहोस् र यहाँ हेर्न सक्नुहुन्छ तपाईँले जति पनि एप्सहरू अनइन्स्टल गर्नुभएको थियो मोबाइलबाट त्यो सबै यहाँ आएर इन्स्टल भएको छ। र तपाईँले यसलाई वान बाई वान सेलेक्ट गर्नुहोस्। जति पनि यहाँ तपाईँको स्टोर भएर बसेको एप्स छ वान बाई वान सेलेक्ट गरेर माथि हेर्नुहोस् रिमुभ अप्सन छ त्यसमा क्लिक गरेर रिमुभमा क्लिक गरिनुहोस् र अहिले चाहिँ तपाईँको सारा जति पनि स्टोर भएको थियो यहाँ एप्स सबै डिलिट भयो र तपाईँको स्पेस पनि फ्री हुनेछ। र यो भिडियो तपाईँलाई जानकारीमूलक लागेमा यस भिडियोलाई सबैको माझमा सेयर गरिदिनु होला र फलो गर्नु भएको छैन भने एकपल्ट जरुर फलो गरिदिनु होला र किनकि यस प्रकारको भिडियो हजुरको माझमा ल्याइराख्छु है। धन्यवाद, गुड लक, हेभ ए नाइस डे।